हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई म अर्जुन तामाङको तर्फबाट नमस्ते भन्दै मेरो भ्लग आज यहाँ मेरो अफिसबाट स्टार्टिङ गर्न चाहे। अफिसमा चाहिँ हुनुहुन्छ हाम्रो बोइज आयुष तामाङ। के गर्नु भएको छ हजुर तपाईँ? होमवर्क। हजुरको होलिडे होइन अहिले? कति महिनाको? 3 महिना 2 महिना। वाउ। अनि कसरी बित्दैछ हजुरको दिन? एकचोटि यसो स्माइल दिनु न। वाउ वाट अ क्युट फेस भन्दै आजको लागि चाहिँ हाम्रो आयुष छोरोबाट स्टार्टिङ गर्दै म चाहिँ टक्क लाएर आज चाहिँ क्यामराम्यानको अभावले गर्दाखेरि चाहिँ म चाहिँ भ्लग सुरु गर्दैछु। फुल भ्लग हो। फर्स्ट अब हजुरहरू हेर्न सक्नुहुन्छ यो चाहिँ अब हेर्न सक्नुहुन्छ माथि हेलमेट गर्दै हामी चाहिँ यहाँबाट स्टार्टिङ गर्छौँ। किचनको त साइडपट्टि छ किचन चाहिँ हजुरहरूले यहाँबाट सिधा लान्छ। ब्याक टु माई युट्युब च्यानल एन्ड फेसबुकमा जोडिरहनु भएको सम्पूर्ण साथीभाइहरूलाई नमस्ते भन्दै आजको भ्लग यहाँ म किचन भ्लग फुड भ्लग चाहिँ चालु गर्दैछु। र आज चाहिँ टोटली फ्री छ गाइज, टोटली फ्री भएको कारणले आज म चाहिँ एकदम फ्रिडमले बोल्दै यहाँ हाम्रो मुस्कुराउँदै हुनुहुन्छ देवी माता। हजुरहरूले के बनाइरहनु भएको छ र कतिको धेरै मिहिनेत गरिरहेको देखिरहेको छ। हजुर यो एकचोटि भन्नु मिल्छ होला यो हजुरले बनाइरहनु भएको प्याजको ग्रेभी, ब्राउन ग्रेभी यसलाई भनिन्छ गाइज ब्राउन ग्रेभी। यदि तपाईँले यो ब्राउन ग्रेभी बनाउन सिक्नुभयो भने तपाईँलाई चाहिँ हजारौँ थरीको चाहिँ रेसिपी यो इन्डियन फुड सम्बन्धी चाहिँ तपाईँले निकाल्न सक्नुहुन्छ। र यदि म फुर्सद भयो भने चाहिँ तपाईँहरूले एक बाई एक चाहिँ म भन्ने कोसिस गर्नेवाला छु। र हाम्रो चाहिँ अब टाइम नभएको कारणले गर्दा तपाईँहरूको सामु मैले रेसिपीहरू ल्याउन सकिरहेको छैन। त्यो पर्खाइमा बस्नु होला होइन। हाम्रो सेफ साहबहरूले बनाइरहनु भएको छ यहाँ कति राम्रो सेफ भएको मोमोज। यो चिकन मोमोज हो। वाउ ल चिकन मोमोज। यहाँ हुनुहुन्छ हाम्रो सेफ तन्दुरी सेफ, उहाँले पनि बनाउनुहुन्छ। हाम्रो चाहिँ सबै अलराउन्डर सेफहरू हुनुहुन्छ आज चाहिँ होइन। हामी चाहिँ अब पुरा यहाँ हेर्नु सक्नुहुन्छ मोमोज कार्यक्रम छ हाम्रो चाहिँ। अब 500 प्लेटको अर्डर छ। त्यो कारणले गर्दा आज किचनै बन्द गरेर चाहिँ मोमोजतिर लागेको छ सबैजना। 500 प्लेट मोमो चाहिँ हाम्रो चाहिँ करिब कतिजना छ हाम्रो मोमोज साथीहरू हुनुहुन्छ हाम्रो 1 2 3 4 5 6 7 जनाले बनाइरहनु भएको छ भने होइन 1 मिनटमा 7 प्लेट निस्किन्छ भने करिब हामीले 500 प्लेट मोमो 2 घन्टामा बनाउने कोसिस गर्दैछु। अब तपाईँहरूले विश्वास लाग्दैन। यो चाहिँ हाम्रो किमा छ। किमा चाहिँ अलिकति हल्का येलो कलरमा छ किनभने चिकन येलो हुनुको कारणले हल्का हामीले चाहिँ टच गरेको छ यसमा। तपाईँहरूको लागि चाहिँ भनेको मतलब यो सिम्पल छ है। अब हजुरहरूले यदि चिकन मोमो बनाएर घरैमै खानुहुन्छ भने यसको लागि चाहिँ केही चाहिँदैन हजुर है। अब 1 किलो यदि तपाईँहरूले 1 किलो चिकन हाल्नुभयो भने 700-600 ग्राम प्याज हाल्नु होला। र यसमा चाहिँ तपाईँको एकदम सिम्पल सल्ट पेपर अनि यम अब यदि तपाईँहरू घरमै बनाएर खानुहुन्छ भने हल्का जिङ भन्ने थाहा होला तपाईँहरूले पाउडर। त्यो धेरै हाल्नु हुँदैन, थोरै सल्ट पेपर जिङ पाउडर अलिकति। यो चाहिँ येलो कलर चाहिँ अब हल्का अब यो बेसार टच गरेको छु मैले चाहिँ यो किनभने चिकन येलो हुनुको कारणले हल्का यसलाई चाहिँ। अनि तपाईँहरूले सिस्मी ओइल चाहिँ हाल्नु सक्नुहुन्छ। सिस्मी ओइल त्यसपछि सल्ट पेपर हल्का। यसमा चाहिँ मैले चाहिँ सोया सस टच गर्दैन। सल्ट पेपर जिन्जर गार्लिक पेस्ट ओइल र तपाईँहरूले चाहिँ अलिकति धनियाँ हरियो धनियाँ अनि त्यसपछि आएर तपाईँहरू हाल्नु सक्नुहुन्छ हरियो प्याज होइन। तपाईँहरू घरैमा बसेर चाहिँ बनाएर खान सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ म यतापट्टि मोमोपट्टि लागेँ। यहाँ हजुरको शुभ नाम? हजुर
बुद्ध तामाङ कहाँबाट होला हजुर धादिङ कुन ठाउँ अनि हजुर कति महिना हुनुभयो कहिलेदेखि यहाँ सुरुवात तपाईँको काम कहिलेदेखि चालु कहिले कस्तो लागेर चाहिँ तपाईँले यहाँको कामको बारेमा अलिकति जानकारी छोटकरीमा बताउन सक्नुहुन्छ एकदम छिटो मिठो उहाँ हुनुहुन्छ बुद्ध तामाङ र उहाँ हुनुहुन्छ ट्रेनर र उहाँले भर्खर सिक्दै हुनुहुन्छ भनेको छ भने यतापट्टि आउनु हाम्रो हुनुहुन्छ यतापट्टि हाम्रो सुशील थिङ हेलो हजुर सुशील हाम्रो सुशील छ भनेपछि त यहाँ सुशीलले बेन्दै सबै ट्रेनरहरू रहेछ यहाँ ट्रेनर सिक्ने कर्मचारी छ अलिकति हाम्रो एक्सपोर्ट बोय अलिकति उहाँ चाहिँ हाम्रो रमेश अलिकति एक्सपोर्ट चाहिँ बेलेर देखाइदिनु सक्नुहुन्छ अलिकति हाम्रो सुजान यतापट्टि हुनुहुन्छ हाम्रो यहाँको एमडी म्याम हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै स्वागत छ उहाँ पनि अब उहाँले पनि खतरा बनाउनुहुन्छ भन्दै अब टोटली उहाँ पनि एकदम हसिन हुनुहुन्छ र उहाँ यहाँको चाहिँ सबैभन्दा ठुलो एमडी म्याम हुनुहुन्छ चाहिँ जे जस्तो भयो भने राम्ररी हुनुहुन्छ उहाँको भन्दै आज म रमेशसँग केही सोध्न गएँ रमेश हजुर नमस्ते मेरो नाम रमेश तामाङ घर मेरो धादिङ बजुरी सिन्धनागी भन्ने ठाउँमा हजुर अहिले म इन्डियामा छु हल इन्डियामा काम गरिरहेको रिभर म्युजिक गार्डन रेस्टुरेन्ट होलमा अहिले हिमाचल प्रदेशमा कार्यरत हुनुहुन्छ हाम्रो भाइ रमेश अनि यहाँ कस्तो लाग्यो भाइले काम यहाँ के कस्तो सबै ठिक छ अहिले अब गरिरहेको छु बिस्तारै सबै काम गरेर सिक्दैछु राम्रै छ अहिलेसम्म त राम्रो भन्न मिल्दैन आज के गर्नुहुन्छ यहाँ मोमो मात्रै बनाउनुहुन्छ कि होइन म बनाउनु सबै बनाउँछु त आज हाम्रो अलिकति मोमो धेरै प्लेट आयो आज चाहिँ हाम्रो 500 प्लेट मोमो आएको कारणले गर्दा सबैजना भाइ एकचोटि छोटकरीमा एउटा मोमो लपटेर देखाउन सक्नुहुन्छ हाम्रो दर्शक सामु चाहिँ उहाँले चाहिँ एउटा तपाईँहरूको लागि चाहिँ एउटा मोमो लपटेर देखाउँदै हुनुहुन्छ रमेश तामाङ डिमसम मोमो चाहिँ स्पेसलिस्ट हजुर है यो मोमो चाहिँ हाम्रो चाहिँ अब यो सेपको मोमो चाहिँ अब तपाईँहरूले सिक्न सक्नुहुन्छ र हाम्रो रमेश तामाङले बिस्तारी लुकेट ल हेर्न सक्नुहुन्छ रमेश भाइ ल यो सेपको मोमो चाहिँ यसरी एकदम राम्रो किचनको अनुभवी हाम्रो उहाँ हुनुहुन्छ हाम्रो तपाईँको ठाउँ गाउँदेखि लिएर तपाईँको नाम परिचय पाउन एकचोटि मेरो नाम चाहिँ राजगोली तामाङ हाल चाहिँ म अहिले कार्यरत चाहिँ इन्डियामा हिमाचल प्रदेशमा छु होइन अहिलेको अवस्थामा चाहिँ हामी मोमो बनाउँदैछौँ होइन त्यही हो अब सबैजना आज मोमो 500 प्लेट आएको कारणले हामी सबैजना स्टाफहरू चाहिँ मोमो बनाउने कार्यक्रममै छु होइन त्यही हो अब सबैजना मिलेर काम गर्नु भइरहेको होइन खुसी लाग्यो भनौँ एकचोटि मेरो ठुल्ठुली लागेको तपाईँलाई चाहिँ एउटा प्रश्न के गर्न चाहे अब तपाईँहरूको रेस्टुरेन्ट अलरेडी 150 क्यापेसिटी छ भने तपाईँहरूको 500 प्लेट मोमो बनाउनुको लागि के रेस्टुरेन्ट बन्द गर्नुपर्ने अवस्था आउँछ र होइन यस्तो छ अब स्टाफ कम भएको कारणले होइन अब अलिकता रेस्टुरेन्ट बन्द छैन कि अब भनौँ न किचनको मात्रै अलिकता खानाहरू चाहिँ अलिकति बन्द गरे हो बाहिरको व्यक्तिहरू चाहिँ चालु नै छ होइन त्यही भन्न चाहन्छु किनभने स्टाफ कम भएको कारणले आज 500 प्लेट मोमो आएको भएर होइन अब त्यही भएर स्टाफ कम भएको कारणले चाहिँ होइन मैले त किचन भरेर आएको देखिरहेको छ स्टाफ भन्नेले तपाईँको किचन एकचोटि सर गर्दाखेरि क्यामेराले रेकर्डिङ गरिन्छमा स्टाफ चाहिँ हाम्रो 10-12 जना देखिरहेको छ भनेपछि तपाईँको यो 500 प्लेट मोमो बनाउन कति समय जति लाग्ला 2 घन्टामा भ्याउँछ भन्ने चाहिँ एउटा अनुमान छ
2 घन्टामा भित्र हुन्छ होला त सम्भव? करिब त्यही हो 6-7 जना स्टाफहरू छ होइन, कोही नेपालतिर जानुभएको, त्यही भएर अलिकता होइन 2 घन्टाको लागि मात्रै हो होइन, दिनभरिको लागि चाहिँ होइन। अब 2 घन्टाको लागि चाहिँ अलिकता गरे हो, बन्द गरे हो, त्यसपछि चालु नै हुन्छ भनौँ न होइन। अनि हजुर, अनि यहाँ तपाईँको भनौँ न अब जब काम कस्तो, तपाईँ सँगसँगै ट्रेनर भाइहरू पनि हुँदो रहेछ र उहाँहरूले कतिको सिक्ने कोसिस गरिरहनु भएको छ कि छैन, भोलि गएर भविष्य उहाँहरूको फ्युचरको बारेमा केही बताउन सक्नुहुन्छ? हजुर, उहाँहरूको काम एकदम राम्रो छ होइन, सबैजनाको राम्रोसँग काम गर्दैछ, राम्रोसित काम गरेर अगाडि सबैजना होइन, ठिक छ। सबैजना भाइहरू अगाडि बढ्दैछ काम गरेर होइन। आज चाहिँ विशेष गरेर मोमोको मात्रै छ भनौँ, सबैजना मोमोको फोकस गर्दैछ, सबैजना सिक्दै पनि छ, कतिजना ट्रेनर भाइहरू पनि होइन बिस्तारै अगाडि बढ्दैछन् सबैजना। अब तपाईँ यहाँको किचनको अलिकति प्रमुख हुनुको कारणले म एउटा फेरि प्रश्न गर्न चाहेँ, यो हाइजेनिक सम्बन्धीमा चाहिँ मैले यहाँ देखेँ तपाईँहरूको ह्यान्डमेड बाहेक अर्को आफ्नो साधारण क्लोथ तपाईँहरूको युनिफर्म छ, यसको रिक्वायर्ड यो भनौँ न युनिफर्म यो हाइजेनिक सम्बन्धी चाहिँ कतिको ख्याल विचार राख्नु भएको छ र यो हाइजेनिक सम्बन्धी चाहिँ के भन्न चाहनुहुन्छ र यो कम्पनीको लागि तपाईँ के सल्लाह सुझाव के छ तपाईँको प्रतिक्रिया? अब यस्तो छ, अब यहाँनिर सबैजनाको ड्रेसअपको हिसाबले भन्नुपर्दाखेरिमा अब सबैजना यहाँको मौसम चाहिँ चेन्ज भइरहेको हुन्छ होइन। अब त्यसै कारणले अहिले चाहिँ सबैजना ड्रेसअपमा छैन होइन। अलि पछिल्लो दिनहरूमा चाहिँ सबैजना ड्रेसअपमा हुन्छ। अहिले चाहिँ किनभने अलिकता चिसोको कारणले सबैजना ड्रेसअपमा छैन होइन। सबैजना अब अहिले अलिकता तातो आउने कपडाहरू लगाउनु पर्ने हुन्छ, त्यसै कारणले अब अहिले सबैजना ड्रेसअपमा छैन र पर्सनल हिसाबले गर्दाखेरि सबैजना नै अब सरसफाइमा अलिकता हजुरले भन्नुभएको कुरा एकदम सही लाग्यो। तर फुड सेफ्टीको सम्बन्धी चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको कस्टमर एउटा हामीले चाहिँ जुन बनाइरहेको चिज हुन्छ, जो खाना भनेको यो हो कि खाना भनेको कसैको जीवनसँग चाहिँ खेलवाड गर्ने चिजमा हामी फुड सेफ्टी एरियामा छौँ हामी, र त्यो खानाले कसरी सेफ्टी राखेर तपाईँ आफ्नो खुदको सेफ्टी छैन भने खानुको सेफ्टी चाहिँ तपाईँको हुन्छ भन्ने चाहिँ अब तपाईँको भित्र मनदेखि चाहिँ तपाईँको विचारमा जुन चिज एउटा हेल्थ सम्बन्धी खाना यस्तो चिजमा हामी काम गरेर चाहिँ कति हाम्रो चाहिँ अब हजारौँ दिनमा चाहिँ अब यहाँ कस्टमरहरूसँग चाहिँ हामीले चाहिँ टुरिज्म प्लेस हो यो हाम्रो, र हजारौँ रनिङमा चाहिँ तपाईँले चाहिँ कसरी ह्यान्डल गरिरहनु भएको छ यहाँ? अब यस्तो छ, अब पर्सनल अब सरसफाइ चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ र विशेष गरेर खानामा चाहिँ एकदम ध्यान दिएर होइन, अब पकाउनेदेखि लिएर होइन सर्भ गर्नेदेखि लिएर हरेक चिजमा चाहिँ हामीले एकदम ध्यान दिनुपर्ने जरुरी देखिन्छ। किनभने अलिकता कम्प्लेन आयो भने अलिकता नमजा हुन्छ सबैजनालाई होइन। त्यही नै भन्न चाहन्छु। अब पर्सनलको हिसाबमा गर्दाखेरि अब भनौँ न सबैजना सेफ्टीमै हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ अहिलेसम्म, र हाम्रो खानाहरूमा त्यस्तो कम्प्लेन अहिलेसम्म आएको जस्तो चाहिँ मलाई लागेको छैन छैन पनि, र अबको दिनहरू पनि त्यस्तो नहोस् भन्न चाहन्छु। त्यही नै हो। अब अन्तिममा तपाईँको जाँदा चाहिँ केही भन्न चाहनुहुन्छ सुझावको एउटा कम्पनीको लागि तपाईँहरूको युनिफर्मको बारेमा केही सुझाव जिज्ञासाहरू केही छ? हजुर, त्यो विषयमा त हामीले कुरा राख्दैछौँ होइन। अबको दिनहरूमा सबैजना पक्कै पनि अब ड्रेसअपमै देख्न पाइन्छ तपाईँले होइन पछिल्लो भिडियोहरूमा भन्दै। अब हामी कम्पनीसँग पनि प्रस्ताव राख्दैछौँ सबैजनाले अब भनौँ न अब ड्रेसअपमै हुन्छ। अहिले चिसोको कारणले चाहिँ सबैजना कपडाहरू चाहिँ अलिक बाक्लो लाउनु भएको कारणले अब सबैजना ड्रेसअपमा देख्नु भएको छैन तपाईँले होइन। अबको दिनहरूमा पछिल्लो दिनहरूमा चाहिँ तपाईँले ड्रेसअपमै देख्नुहुन्छ। यो रेबर म्युजिकको स्टाफहरू सबैजनामा भनौँ न सबैजना देख्नुहुन्छ तपाईँले भन्न जान्छु। तपाईँको के आफ्नो व्यक्तिगत के सुझाव सल्लाह सुझाव दर्शक सामु के भन्न चाहनुहुन्छ कि? अहिलेसम्म त ठिक छ, हाम्रो अब स्टाफहरू सबैजना राम्रो हुनुहुन्छ होइन। सबैजना हेल्पिङ ह्यान्ड भनौँ न, हेल्पिङ ह्यान्ड गरेर अब सबैजना चाहिँ अगाडि बढ्दैछ। सबैजनालाई साथ सपोर्ट छ, त्यसमै खुसी छु म चाहिँ। अब किनभने सबैजना चाहिँ एकदम भनौँ न मेहनतको साथले अगाडि बढ्दैछ, त्यही नै खुसी लाग्छ मलाई चाहिँ।
तपाईँले 2 सप्ताह यो अब उसमा तपाईँको जिज्ञासा गर्दै गर्दा तपाईँलाई पनि धेरै धेरै धन्यवाद गर्दै तपाईँको दिन शुभ होस् भन्दै म क्यामेराम्यान अगाडि बढ्न चाहेँ र तपाईँलाई पनि धेरै धेरै धन्यवाद गर्दै तपाईँको टिम र तपाईँ सायद सबैजना सम्पूर्णलाई यो भिडियो रेकर्ड गर्न धन्यवाद गर्दै उहाँहरूको समस्या उहाँहरूको जिज्ञासा म पनि आफै बुझ्छु किनभने म आफै यो फिल्डमा छु त्यही कारणले गर्दाखेरि यहाँ चाहिँ दर्शकबिन हाम्रो दर्शक सामु म के भन्न चाहन्छु भने हाम्रो चाहिँ अब अलिकति त्यति युनिफर्मको बारेमा सम्भव देखेन किन भन्दाखेरि चाहिँ यहाँ एकदम चिसो कोल्ड मौसम छ होइन त्यही कारणले गर्दा हामीले पङ्ख बारेको देखेर चाहिँ हाम्रो होइन सबै अब हाम्रो चाहिँ सिभिल भनौँ न आफ्नो व्यक्तिगत युनिफर्म भएको कारणले गर्दा हजुरहरूले लाग्न सक्छ फुडमा चाहिँ खासै सेफ्टी जस्तो नलाग्न सक्छ हजुर तपाईँहरूलाई होइन तर हाम्रो त्यस्तो होइन सक्दो हामी चाहिँ फुड सेफ्टीको बारेमा यदि चाहिँ अब हामीलाई चाहिँ प्रपरली हामीले चाहिँ ट्रेनिङ पनि पाएको हो त्यसमा कुनै दुविधा छैन र तपाईँहरू होइन एकदम हेल्थीको साथमा किनभने म पनि यो फिल्डमा चाहिँ करिब 27 वर्ष भइसकेको कारणले गर्दा मेरो क्यामेराम्यानको अभावले गर्दाखेरि चाहिँ म आफै क्यामेराम्यान छु र आजको लागि चाहिँ अब तपाईँहरूको लागि चाहिँ यति नै भन्दै म अर्जुन तामाङ हजुरहरूलाई कस्तो लाग्यो हजुरहरूलाई साँच्चीकै राम्रो लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो जिज्ञासा भन्दै यदि तपाईँहरू साँच्चीकै राम्रो लागेको छ भने एकचोटि प्लिज तपाईँले प्रतिक्रिया दिनु होला भन्दै आजको लागि हस्त नमस्ते अर्को भ्लगमा भेटौँला धन्यवाद।